हाई हेलो नमस्ते एभ्रिवान। म चाहिँ भर्खरै उठेको, मुख पनि धोएको छैन हैन। आज चाहिँ म बिहानदेखिकै नै ब्लग गर्छु भनेर भर्खर उठेर यहाँ बाहिर आएको। मेरो छोरो चाहिँ यहाँ छ हाई भन्दैछ न। हाई अहिले पनि हाई भने। आज चाहिँ सानुको चाहिँ गर्देरियाको लास्ट डे हो अनि मलाई चाहिँ ब्लग गर्न मन परेर अनि त्यसपछि बिहानदेखि नै गर्छु भनेर ए हो अरु त देखाउँदै स्कुलको लागि रेडी भयो हैन न। ये अब सानो चाहिँ स्कुलको लागि रेडी भएर हिँड्दैछ। आज चाहिँ हामी हिँड्दै स्कुल लाने भन्ने विचारमा छौँ। सानोले चाहिँ कोट लाउन मानेन, यहाँ बोकेको छु मैले, अहिले लगाइदिन्छु। सानुको चाहिँ आज स्कुलको नयाँ स्कुलको लागि फोटो खिच्नु पर्ने थियो अनि सानुलाई चाहिँ मैले यहाँ फोटो खिच्नलाई पोज दिन लगाएको। सानु चाहिँ के बोनी त भन्दै के गर्छ ल ढोका खोला अनि अब हामी चाहिँ जान लाग्यो। यो चाहिँ सानुलाई स्कुलबाटै दिएको थियो यिनीहरूको यो प्रोजेक्ट मार प्रोजेक्टको, तर यसले चाहिँ फेरि लिएर जान लागिरहेछ। हामीले चाहिँ सानुको एक दुईवटा फोटो पनि खिच्यौँ, म त्यो चाहिँ लास्टमा राखिदिन्छु। र मम्मा चाहिँ यहाँ छौँ। सी एड्रियन आज त तिम्रो उल्टीमा दिया दे इसको ला हो नि। सी वाह सानो मामालाई हो। ग्रासियस ग्रासियस। मलाई चाहिँ सानोले चट्टसँग फ्लावर टिपेर दियो। मैले भिडियो गरिरहेको थिइनँ, फ्लावर टिपेको चाहिँ खिच्नै पाएन, दिने बेलामा चाहिँ खिचेको। यो चाहिँ हाम्रो सानोको स्कुल जाने बाटो हो। अब त स्कुल त सिधै आँटिहाल्यो। आज लास्ट डे हो स्कुलको सानोको। त्यसपछि सानो नयाँ स्कुल जान्छ। म नयाँ स्कुलको पनि देखाउन त देखाइहाल्छु, फर्स्ट डे अफ स्कुलको होइन। न्यू इयर न्यू स्कुलको म देखाइहाल्छु भ्लगमा अब 3 मन्थ्स पछाडि। तर यो चाहिँ हाम्रो सानोको अहिले भइरहेको स्कुलको बाटो हो। पहिला पनि अलिअलि त देखेको होला। हजुर मर्कादोना मर्कादोनामा के गर्छ सानुले? सानुलाई मेर्कादोना जान मनपर्छ? सी सुपर मेर्कादोमा गएर के गर्छ सानुले? ऊ चाहिँ जहिले यहाँनिर आउँदा मेर्कादोना जाने भन्छ होइन। मेर्कादोना जाम मामा भन्छ, तर अब सधैँ त लादिनँ मैले, धेरै जति त लगेरै छोड्छ मलाई। चाहिँ मैले राख्नै मिलेन होइन, म्युजिक बजेको भएर कपिराइट लाग्यो। सानो चाहिँ फोटो खिच्ने मम्मा भनेको होइन, कहिले मान्दैन थियो। आज चाहिँ टक्क बिहान बाटोमा नि घरमा नि फोटो खिचेको भयो होला, फोटो खिच्ने भन्यो अनि टिचरबाट गयो। टिचरले चाहिँ आज उल्टीमा दिया देशकोलाई सी एड्रियन भनेको सी भन्यो, गफ गर्दैछ। त्यही हो, यहाँ टक्कै गयो, त्यही भएर यति बोल्नु परेको। म चाहिँ सानोलाई पुर्याएर आएँ। यो चाहिँ सानोको लास्ट डे स्कुल थियो, एकदमै खुसी भयो। सानो चाहिँ ह्याप्पी छ। अब उसलाई लागेको छ भ्याकेसन, भ्याकेसन पछि चाहिँ फेरि आउँछु भन्ने लागिरहेछ। तर ऊ चाहिँ नयाँ स्कुल जान्छ। हेर्छु अब के गर्छ। अब चाहिँ म सानोको डेली हुन्छ नि भ्याकेसन भरिसम्म चाहिँ सकेसम्म उसँग हुँदाखेरि चाहिँ डेली भ्लग बनाउने कोसिस गर्छु। त्यस्तो भयो भनेदेखि म पनि अलिकति हुन्छ नि भ्लग छ बनाउनु छ भनेपछि आफू पनि अलिकति प्रिपेयर हुन्छ। नर्मल मैले नै देखाउने हो जे हो त्यही, तै पनि अलिकति हुन्छ नि त भ्लगमा हुन्छ भने चाहिँ सुतेर बसिँदैन, के गरिँदैन, बाबुसँग इन्गेज हुन्छ। त्यसकै लागि पनि मैले डेली भ्लग बनाउँछु भनेको छु। किप वाचिङ गाइज। म चाहिँ सानोलाई लिन जाँदैछु। यो चाहिँ सानोको स्कुल हो। अब भोलिदेखि त यो स्कुलको खिच्न पनि पाउँदैन होइन। अब यो स्कुल जानलाई अर्को बेबी चाहिन्छ। जोक सपाट होइन। अब उसलाई लिएर जान मिल्दैन, उसको स्कुल सिद्धियो। अनि त्यस पछाडि यो चाहिँ सानोको ब्याग मैले लिएँ अनि सानो चाहिँ उता हेरिरहेछ मामा भन्दैछ। अर्को बेबीहरू पनि हेरिरहेको छ। टिचरले चाहिँ सबै साथीहरूसँग हक गराउनको लागि लग्यो, त्यही हैसिन्छ। अनि सानो चाहिँ आयो मामा भनेर हक गर्यो अनि ह्याप्पी भयो। अनि उल्टीमा दिया देशकै ला भन्दै थियो सानोले चाहिँ, अनि ह्याप्पी भयो। अनि टिचरलाई आदियोस् भन्दैछ।
आदियोस मारी खोसे भन्दैछ अनि हामीले चाहिँ मारी खोसे उसको टिचर उसको फेभरेट टिचरसँग हक गऱ्यौँ थ्याङ्क यू सो मच फर एभ्रिथिङ मारिया खोसे थ्याङ्क यू सो मच भनेर हामी चाहिँ बाई बाई हस्ता लोएको फेरि भेटौँला भनेर सानु र मम्मा चाहिँ उसको स्कुलबाट निस्क्यौँ ह्याप्पी भएर पेसेस दे कोलोरेस बाई बाई पेसेस दे कोलोरेस सी यू अगेन भनेर निस्क्यौँ तर अब सानु त नयाँ स्कुल जान्छ सानुको स्कुल सिद्धियो त्यहाँको स्कुलमा स्कुलमा त्यो त म सानुको कुरा राख्नै पाएन क्या त्यहाँनिर बजिरहेको कपिराइट लाग्यो त्यही भएर मैले त्यो हटाउनु पर्ने See, that was a big watcher. See, a big watcher. सानुको स्कुल सिद्धियो आजदेखि चाहिँ मामा हाम्रोको चाहिँ हो लास्टमा चाहिँ क्लास सिद्धियो अब आज लास्ट डे अफ पेसेस दे रोसास 4, 5, सानु चाहिँ गाडीमा बसिरहेको छ यो चाहिँ सानुको आज खिचेको फोटोहरू हो थ्याङ्क यू सो मच फर वाचिङ गाइज डेली भ्लग हेर्न नबिर्सिनु होला लभ यु अल